यहाँबाट माथि भावना माथि चढ्दैछ, म चढ्छु। हाम्रो घरै चाहिँ सबै भत्किसक्यो। हिँड्नु जाऊ भरे उताको बाटो उयो माथि निस्केर यता माथि त्यो साइडको एरिया बढालेर आउनुभन्दा पनि यति चुलाको एरिया बढालेर निकाल्नु सजिलो हुन्थ्यो। सेवारो नमस्ते, स्वागत छ तपाईँहरूलाई फेरि पनि हाम्रो न्यू भिडियोमा, मेरो न्यू भिडियोमा। अनि हामी चाहिँ तल हाम्रो घर जाँदैछौँ। अनि यो चाहिँ भावना यो बारी चाहिँ यो तिमीहरूले रोक्छौ मकै तल सुन्दैन आमाले। हेर न हाम्रो बारी त यस्तो भएछ, सफा छ। अनि कसले रोपेको त्यो पोहोर मकै? माथि दिपकले नै रोपेको हो। ए अहिले त क्यान्सर भयो अरे नि त, ब्लड क्यान्सर होइन। अब अहिलेको साउथी रोप्छ कि रोप्दैन होला, नरोप्ने। अब रोप्ने मान्छे त बिरामी छ नि। तिम्रो नामले थियो के भन्ने त जान्छौ त। बाफ्रे बाफ्रे, पहिला यो हामी यहाँ मल बोकेर कति दुःख गर्थ्यौँ। हेर त अहिले त बारी यस्तो भयो, बिजोक छ, बिजोक। टाँकी कति राम्रो पलाएको रहेछ नि। यो टाँकीको घाँसहरू चाहिँ दिपकले नै लग्छ। अब अहिले त हामीले यहाँ रुद्राक्षको हाम्रो बोट पनि थियो नि, मरेछ नि। मरेछ नि, यत्रो भएछ त एउटा त दानाको बोट। हेर न यो अल्लो छेउको टाँकीनिर हेर त, दुईवटा टाँकी मासतिर। अनि आगो त नि बहुत अचम्म गरी आएछ त हो, खोला हाम्रो घर चाहिँ तलको ऊ त्योदेखि नै त्यहीँ जाँदैछु म। अब कस्तो है अहिले चाहिँ यहाँबाट यहाँसम्म पनि हामीलाई कति टाढो लाग्यो, तर पहिला हामी मल बोक्थ्यौँ यहाँबाट यहाँ बारीसम्म। कसको पाठ हो यति राम्रो? लड है लड। हाम्रो बारी जति चाहिँ ठ्याक्कै छुट्टिरहेछ अहिले त। अरूको बारी सबै सेतो छ भने हाम्रो जति हरियो छ। कति ठुलो छ, उतापट्टिबाट म भरे उतापट्टिबाट देखाउँछु हाम्रो बारी। यो पाखाहरू सबै आगो लागेको, अन्त डेन्जर लागेछ त नि। झन् अहिले त्यत्रो आगो लाग्दा हाम्रो त्यो बोट चाहिँ कसरी बस्यो थाहै छैन उनीहरूलाई नै। झन् मलाई झन् के थाहा, छक्कै पऱ्यो होला होइन। धुवा मात्रै फुन्डुङ हुन्छ। बाफ्रे डेन्जर आगो लागेछ त यो पाखा त उहिले हामी हुँदाखेरि पनि लगाउने छेकेर भन्थ्यौँ नि त, नसके। को हुनुहुन्छ है यहाँ पारी धनकोटा चाहिँ देख्यो है। के अरे काजीमान, ओख्रे, मार्से। मैले चाहिँ यो पनि बोक्नु नसक्ने भइसक्यो म। ए हाम्रो घर जाने बाटै छैन त भावना। लु आगोले नै लगिसक्यो, हाम्रो घर जाने बाटै छैन। जङ्गल कहाँ हिँडेको तिमी? मलाई यो अहिले चाहिँ यहाँ भावना यसरी अब यो हरियोमा यसरी अगाडि जङ्गल हिँड्दाखेरि चाहिँ मलाई कहाँको याद आयो भन न? त्यो पर टाटेको बारी त मुनि सल्लाहघारी छैन, त्यहाँ तल बाख्रा हेर्नु जाँदा त गोठाला गर्दा हिँडेको त जङ्गलको याद आयो। यहाँ अहिले त कसले लान्छ र गोठाला? पर सुमन दाजुहरूले लानुहुन्छ। अनि अब यताकोलाई त गोठाला यतै हुन्छ ठिक्क। यहाँ आउँदै चरन त्यो त भाग्यमानी, संसारको सबैभन्दा भाग्यमानी हामी नै हुन्थ्यौँ मलाई होइन। मैले मागेँ भने चाहिँ दिन्छ कि अरे क्या अझ। ढुङ्गाले त डेन्जर हान्छ, डेन्जर लास्ट छुट्टेहरू क्या।
हिँड्नु जाऊ भरे उताको माथि उयो माथि निस्केर यता माथि तेर्सो आउनु होला नि उयो माथि निस्केर अनि तेर्सो होइन भने माथि रोटे माथि च्यानडामा गयो उकालो अनि तेर्सो गयो आम्मा मैले त कहाँ भारी निकाल्न सकिन्छ त हामी गएको कति वर्ष भएछ नि यो जङ्गलले नखाएको थियो भने त कस्तो हुन्थ्यो होला है झन् किन यस्तो सफा भएको आगोले पानी बनाउनु जाँदा यताबाट हुन्छ माथि पानी यो त हाम्रो खाने पानी भइहाल्यो हाम्रो गाई बस्ती हिँडाउने बाटो म त कति वर्षपछि पो आएको त भावना उनीहरू के लाने हेर ए भनेपछि त त्यो तल नियारहरूले यो पनि बारी कमाउनु छोडेछ नि त ए सुमन दाजुहरूको त बाख्रा अब डेन्जर रहेछ दाउराहरू त्यो टक्कै काटेर लाँदो रहेछ गोठाले हाम्रो आँपको रुखहरू तर अनि यहाँ यत्रो ओए भावना कहाँबाट यहाँ आँपको यत्रो भइसकेछ ए यताको पाटाबाट गएको रहेछ नि त आगो यहाँ उति त जलेकै छैन यहाँ उति आइपुगेको भए त स्योर लाग्थ्यो उताबाट खोलापट्टिबाट यतै माथि गएछ केले छामेको छिएको छ नि हाम्रो घर चाहिँ यही हो गोठ बाख्राको खोर थामा पर्ने र भन न यहाँ पनि पानी बिग्रेर फुटिरहेछन् हाम्रो गाईको थलो सानो लाग्छ हो अहिले त फेरि यो त यहाँ थियो होइन बाख्राको खोर भत्काएर यस्तो भएछ यो यहीँको त लानुपर्ने हो नि एक खनको घुमिदिउँ न त अब यो खाला होइन यो हाम्रो खाला मतलब खोला यहाँ बरन्डा भत्काएर अब लिस्नु कसले लगेछ हो फुल अम्मो यो अङदङ फुल के फुल तर फुल हो आँपको रुख चाहिँ हाम्रो यहाँ चाहिँ शिखर थियो यहाँ बरन्डा थियो यो चाहिँ भत्किन्छ भनेर उ गरेको नि यो ढोकाहरू चाहिँ कसले यसरी रङडुङ खोलिदिएको नि बाख्राहरू बस्दै रहेछ हाम्रो पुरानो घर मैले पूजा गर्थेँ क्या ऊ त्यहाँ चाहिँ पहिला म त छिरेँ त ओइ मैले मौरी हालेर यहाँ मौरी ल्याएर यहाँ हालेको थिएँ अनि कक्कले के गरेर थाहा छैन अनि यहाँ चाहिँ मैले पूजा गर्थेँ ल्याएर यहाँ उति पैसाहरू राखेको थिएँ अगरबत्ती यहाँबाट माथि कति सानो देखेको पहिला त कति ठुलो हुँदै यहाँ उति जाँडको कुण्डा राख्थ्यौँ भावना माथि चढ्दैछ म चढ्छु दराज अनि हाम्रो जाँडको कुण्डा यो दराज यहाँ दराजमा उहिलेको सामानहरू छ क्या छैन फ्ल्याक्स कहाँबाट देखाउँथेँ नि म तिमीलाई त्यो त यहाँ पर ढिकुटी छ यहाँदेखि माथिल्लो ताला अनि यहाँभित्र ऊ छ तिरीको रुख त्यो तिरी त सबै त काटेर लगिसकेछ अनि के चाहिँ झरेको तर खानु यहाँ त मजा यहाँ आँप कस्तो मिठो हुन्छ तर चिचिला लागेको रहेछ यस्तो क्या आँपको बगैँचा यो आँप पो मिठो छ त तर यो आँप फल्दैन कट्टर
भरे पनि आउनुपर्छ होला। ओइ कस्तो तितिरी एउटै नझरेको हौ। हिजो हावा चलेन यहाँ। मैले थाहा भएन पानी परे पनि सक्दैन। यहाँ आउँदै कति स्यालहरू आउँछ बन्दरले। कस्तो घिनलाग्छ नि। ए हामी के लिन आएको बाबु न? लान्छौँ जस्तो छ आज खर। यो भान्साको त दिनु नि पर्यो होला नि त, मम्मीले खेदाउँछ होला। घरै यो चाहिँ हाम्रो घर, हाम्रो घरै यो चाहिँ सबै भत्किसक्यो। यस्तो छ घर, आँगन, भावना, किचनको चाहिँ ढेकी खुट्नेहरूले नै अगाडि देखिँदैन भनेर यति चाहिँ यिनीहरूले कान गरेको हो क्या। यहाँको लिस्नु कहाँ हाल्यो, यहाँको लिस्नु कहाँ हाल्यो, को हो नि यति साह्रो जान्ने। कृपया यहाँ भित्र प्रवेश गर्नुभन्दा अगाडि चप्पल जुत्ता बाहिर खोल्नु होला। यो चाहिँ मैले नै लेखेको है दुईटै कोठामा। यो सब हाम्रो कर्म त हो नि देखेर। यहाँभित्र हाम्रो सामान के छ अझै चाबी चाहिँ ल्याउनु बिर्सेछौँ। तर मलाई जहाँसम्म लाग्छ यहाँ मान्छे पसिरहेको छ। तल्लोपट्टि खुल्लै छ। यसरी कहाँ यहाँ मान्छेहरू कस्तो खालको छन् भने यसरी झ्याल खुट्टालेर पनि भित्र पस्छन् क्या। हामीले ढोका लगाएर के गर्नु, यस्तरी फुटालेर पसेका छन्। के फुल्ला नि कटहर। कटहर फलेछ हौ टन्ने। तर हिजो जस्तै भर्खर हाम्रो मम्मीले लग्नुपर्यो रहेछ अहिले त। जाऊँ है भावना। अब भावना घर घुमेर रुख हेर्दा हेर्दै दिन जाने भइसक्यो। अनि कतिखेर म घर फर्किन्दा हो फेरि माथि शुक्रबारे सानीमाको घर। हामी जन्मेको घर चाहिँ यो है, यो जन्म घर। हेर न भावना, अब अहिले माथि त्यस्तो लुगा धुन्थ्यौँ नि त। पहिला यहीँ लुगा धुन्थ्यौँ भन्दाखेरि बिलिभै हुँदैन क्या। पानी थाप्थ्यौँ यहाँ ड्रम। तर सबै पुरिएछ नि माटोले, बढालिनौँ नि त। यो ढुङ्गाहरूमा यति एरिया बढालेर आउनुभन्दा पनि यति चुलाको एरिया बढालेर निकाल्नु सजिलो हुन्थ्यो। कुन चाहिँ पापीहरूले मेरो घरमा ढोका पनि नथुनेको। ओए अनि ढोका थुन्दाखेरि चुकुल निस्किन्छ, चुकुल थुन्दा ढोका निस्किन्छ त हो। ए वेट 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 वेट, तिमी ढोका लगाऊ न यार, लाग न यार, चोरले लान्छ। म चाहिँ ढोका लगाउने कार्यक्रम गर्दैछु। बेसी झट्केर त्यही निकाली गएको छ नि हाम्रो त। यो हाम्रो किचन। यहाँ भाँडा माथ्यौँ, खाने पानी त्यहाँ हुन्थ्यो ड्रम, पानीको धारा यहाँबाट आउँथ्यो। यहाँबाट धुलोबाट तल पानी छिरे जान्थ्यो। तर म अग्लो भएको किचन भाँसिएको थाहै छैन। यस्तो चुला यस्तो त थिएन यार। कसले आएर लिप्नु पनि भएछ क्या यहाँ, यति चाहिँ लिप्नु पनि भएछ यहाँ माटो। जाउँ ल अब, लास्टै ढिलो भयो। म शुक्रबारे अटो त जान्छ है, जानु थाहा छैन, गलिनु सक्यो। यो सुँगुरलाई लगेर चोरिदिनु नि। अहिले मलाई यहाँबाट एक बोरा हालेर छिरेर जान्छ अटोमा हालेर। फाइनली हामीले चाहिँ खर पनि झारिसक्यौँ, बारी पनि बाँधिसक्यौँ।
तर यहाँबाट फेरि माथि बारी नै जानुपर्ने हुन्छ। अब कहाँ जान्छु के कस्तो हुन्छ भन्ने कुरा चाहिँ बाँकीको भिडियोमा हेर्दा गरौँ ल। म लास्टै थाकिसकेँ, अब चाहिँ म बारीतिर लाग्छु है त।